हेलो गाइस, सबैजनालाई बिहानको न्यानो अभिवादन। आज म पोखराको फेवातालको भ्युटारबाट तपाईलाई म यहाँको एकदम रमाइलो दृश्य सम्प्रेक्षण गर्दैछु। सुरुदेखि लास्टसम्म हेरेर साथ दिनु होला। यहाँ एकदम रमाइलो छ यहाँको माहौल। आज यहाँको मौसम अलि त्यति राम्रो छैन, पानी पर्ला जस्तो भइरहेको छ र चिसो छ एकदम। पानी राति चाहिँ पानी परिरहेको थियो, अहिले चाहिँ पानी चाहिँ परेको छैन, तर पानी पर्ला जस्तै भइरहेछ। अलि अँध्यारो भइरहेछ, एकदम रमाइलो छ। यो तपाईलाई म देखाउँदैछु पोखरा फेवातालको बारेमा। यो बीचको यो ताल बराई मन्दिर भन्छ। यो चाहिँ बीच तलाउमा छ यो ताल बराई मन्दिर। म तपाईलाई हल्का जुम गरेर देखाउँछु मेरो क्यामेराबाट, हेरेर साथ दिनु होला। यो बीचमा रहेको छ यो ताल बराई मन्दिर भनिन्छ। यो तलाउको बीचमा छ। यसमा दर्शन गर्न जानको लागि यहाँदेखि डुङ्गा चढेर त्यहाँ जानुपर्छ ताल बराई मन्दिरमा। अनि त्यहाँ गएर दर्शन गरेर पूजा गरेर भक्तजनहरू फर्किनुहुन्छ। यसै गरेर म यहाँको बारेमा तपाईलाई नयाँ अपडेटहरू देखाउने छु। हेरेर साथ दिनु होला। हस्, धन्यवाद, नमस्ते।